नमस्कार साथीहरू, म अच्युत गाउली। सुधाको चाहिँ तपाईँहरूलाई विभिन्न किसिमका एआई रिलेटेड भिडियोहरू बनाउने क्रममा आज म स्पेसली तपाईँहरूलाई चाहिँ साइबरलेक्स क्रिएसनको तर्फबाट चाहिँ कसरी यो हनुमान जयन्तीको अवसरमा चाहिँ कसरी चाहिँ यो भिडियोहरू बनाउन सक्नुहुन्छ भन्ने स्टेप बाई स्टेप हजुरहरूलाई सिकाउन गइरहेको छु है त। यसको लागि चाहिँ तपाईँहरूलाई स्पेसली दुईवटा इमेज र त्यो इमेजहरूलाई युज गरेर चाहिँ फ्लोको तर्फबाट चाहिँ हामीले बनाउँछौँ। त्यसको लागि चाहिँ सबभन्दा पहिला चाहिँ हजुरहरू चाहिँ गुगलको जेमिनीमा जानु होला। गुगलको जेमिनीमा गइसकेपछि अब यहाँ तपाईँहरूलाई चाहिँ प्रम्प्टहरू हाल्न र सँगसँगै चाहिँ इमेजहरू अपलोड गर्नको लागि चाहिँ अप्सनहरू मिल्छ। जस्तै तपाईँहरूले चाहिँ यहाँ चाहिँ प्रम्प्ट हाल्न सक्नुहुन्छ भने टुल्समा गएर तपाईँले क्रिएट इमेज सिलेक्ट गर्नु होला। अब यो गरिसकेपछि म अलिकति स्पिड अप गर्ने हिसाबले तपाईँहरूलाई यसको लागि चाहिँ तपाईँहरू चाहिँ सिधै त्यो यहाँबाट चाहिँ क्रिएट इमेज गरिसकेपछि यहाँबाट तपाईँहरूले चाहिँ अपलोड इमेज गर्नुहोस्। यो अपलोड इमेज यसरी आउँछ र आइसकेपछि यो डिस्क्रिप्सनमा तपाईँहरूले यसरी चाहिँ प्रम्प्टहरू हाल्न सक्नुहुन्छ र यो प्रम्प्टहरू तपाईँहरूले टाइप गर्न जरुरत छैन है। यो चाहिँ म तपाईँहरूलाई चाहिँ वाट्सएपमा पनि हालिदिनेछु र अर्को सँगसँगै चाहिँ तपाईँहरूलाई चाहिँ हाम्रो युट्युबमा पनि हुनेछ, त्यहाँबाट पनि तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। र यो गरिसकेपछि अब हामीलाई चाहिँ यो खाले चाहिँ इमेज चाहिँ हाम्रो जेनेरेट भएर आउँछ है। याद गर्नु होला, यो खाले हाम्रो इमेज जेनेरेट हुन्छ। अब यो इमेज जेनेरेट भइसकेपछि हाम्रो यो चाहिँ तपाईँहरूले इमेज डाउनलोड गर्नुहोस्। अनि यो इमेज डाउनलोड भइसकेपछि तपाईँहरूलाई अर्को इमेज चाहिन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले, किनकि हाम्रो अलरेडी इमेज अपलोड भएको हुनाले तपाईँले फेरि अपलोड गरिराख्नु पर्दैन, किनकि यो इमेज हामीले सुरुमै हालिसकेका छौँ। अनि त्यसको पछि तपाईँहरूले चाहिँ फेरि यो प्रम्प्टहरू युज गर्नु होला। दोस्रोमा चाहिँ यो प्रम्प्ट युज गर्छौँ। यो प्रम्प्ट युज गरिसकेपछि हाम्रो फाइनल चाहिँ पिक्चर भनौँ न, यो चाहिँ रेडी भएर आउँछ। र त्यो भएको हुनाले चाहिँ हामीले फर्स्टमा चाहिँ अब योमा युज गर्दा चाहिँ फर्स्टमा यो इमेज युज गर्छौँ र दोस्रोमा चाहिँ यो इमेज युज गरेर चाहिँ हामीले भिडियो बनाउँछौँ है। त्यसको लागि चाहिँ हामी अर्कोचोटि चाहिँ कहाँ जान्छौँ भने गुगल फ्लोमा जान्छौँ। तपाईँले गुगलमा गएर सर्च गर्न सक्नुहुन्छ। अनि गुगल फ्लोमा गइसकेपछि चाहिँ यहाँ चाहिँ क्रिएट विथ फ्लो भन्ने आउँछ, यहाँ तपाईँहरूले थिच्नु होला। अनि त्यो थिचिसकेपछि फेरि हामीले चाहिँ यो न्यू प्रोजेक्टमा मैले अलरेडी बनाइसकेको छु, तैपनि म फेरि एकचोटि तपाईँहरूलाई देखाउन मात्र चाहेँ। यसमा जानु होला र गइसकेपछि चाहिँ यहाँ तपाईँहरूले भिडियो भन्ने अप्सन देख्नुहुन्छ र यो भिडियोमा तपाईँहरूले चाहिँ भिडियो फ्रेम्समा जानुहोस्। अनि यो अब पोर्ट्रेट बनाउने कि ल्यान्डस्केप बनाउने भन्ने हिसाबले र सकेसम्म तपाईँहरूले चाहिँ एउटा बनाउनु होला। तपाईँहरूले दुई तिनवटा बनाउने हो चाहनुहुन्छ, त्यसैको डिफ्रेन्ट भेरिएसन पनि गर्न सक्नुहुन्छ र सकेसम्म चाहिँ यसलाई लाइटमा भन्दा फास्टमा राख्नु होला। यसमा चाहिँ के हुन्छ भने लाइट राख्नुभयो भने 10 क्रेडिट जान्छ, फास्ट राख्नुभयो भने चाहिँ 20 जान्छ भने क्वालिटी राख्नुभयो भने चाहिँ तपाईँको 100 जान्छ, जुन म्याक्सिमम हुन्छ। तर अहिलेको लागि हामीलाई लाइटभन्दा चाहिँ अलिकति बेटर हुने भएको हुनाले हामीले यो चाहिँ राख्छौँ है। त्यसपछि तपाईँहरूले स्टार्टमा गएर, किनकि अलरेडी मैले इमेजहरू अपलोड गरिसकेको छु, जस्ट तपाईँहरूले फर्स्टमा चाहिँ यो इमेज अपलोड गर्नुहोस् होइन। फर्स्टमा यो इमेज अपलोड गर्नुहोस् अनि दोस्रोमा गइसकेपछि तपाईँहरूले चाहिँ अब अर्को इमेज अपलोड गर्ने भनेको चाहिँ हनुमानजीको चाहिँ अर्को दोस्रो यसरी अपलोड गर्दै गर्नुहोस्। अब यो अलिकति स्पिड अप गर्ने हिसाबले मैले फेरि तपाईँहरूलाई चाहिँ म डाइरेक्ट गएँ र यसरी अपलोड गरेर तपाईँहरूले प्रम्प्ट जुन मैले दिएको थिएँ त्यो प्रम्प्टहरू चाहिँ तपाईँहरूले यहाँ अपलोड गर्न सक्नु। अब यसरी चाहिँ तपाईँहरूको चाहिँ यो इमेज आएको छ, फर्स्ट इमेज, दोस्रो इमेज पनि हाम्रो चाहिँ अपलोड भइसक्यो। अब त्यो गरिसकेपछि तपाईँहरूले यहाँ प्रम्प्ट हाल्न पर्ने हुन्छ है। यो प्रम्प्ट हाल्नु होला र यो प्रम्प्ट हालिसकेपछि यो तपाईँहरूले टाइप गर्न जरुरत छैन, मैले अलरेडी टाइप गरेर मेरो वाट्सएपमा पनि हालिदिनेछु, हाम्रो च्यानल, अर्को हाम्रो युट्युबमा पनि हालिदिन्छु, तपाईँहरूले जहाँबाट पनि लिन सक्नुहुन्छ। र त्यो गरिसकेर तपाईँहरूले यहाँ चाहिँ सिर्फ रन गर्नु होला, भिडियो चाहिँ हाम्रो जेनेरेट हुँदै गर्छ। अब यो भिडियो कस्तो बन्यो त भनेर मैले अलरेडी बनाएको हुनाले मैले स्पिड अप गर्नलाई तपाईँहरूले यहाँ लगाएँ। यो फाइनल्ली चाहिँ तपाईँहरूको चाहिँ नर्मल्ली बन्ने टाइपको भिडियो चाहिँ यस्तो बनेर आउँछ है, हेर्नु होला। ओके, अनि यो भिडियोहरूलाई चाहिँ तपाईँहरूले चाहिँ आफ्नो टिकटकमा गएर होइन, टिकटकमा हुन्छ अथवा चाहिँ भिडियो एडिटिङ टुलमा गएर चाहिँ तपाईँहरूले अब हनुमान जयन्ती अनि अथवा चाहिँ कुनै कपिराइटहरू राख्ने हो कि, अथवा यो चाहिँ मैले साइबरलेक्स क्रिएसनको हिसाबले लोगो राखेँ, त्यसै गरेर अरू के राख्न चाहनुहुन्छ होइन, वाटरमार्क लाउने हो कि के गर्ने हो, तपाईँहरूले चाहिँ गर्न सक्नुहुन्छ है। र यो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र यदि तपाईँहरू केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने अलवेज फिल फ्री टु गिभ मी। थ्याङ्क यू।